नमस्कार यहाँहरूलाई। म टङ्कनारायण श्रेष्ठ, वरिष्ठ वन अधिकृत वन निर्देशनालय बागमती। अहिले मेरो पृष्ठभूमिमा मेरो ब्याकग्राउन्डमा यहाँले जुन देखिरहनु भएको छ यो चाहिँ बागमती प्रदेशको रसुवा जिल्लाको गतलाङ भन्ने ठाउँ हो। यो गोठेन भन्ने ठाउँ हो। यो यहाँ चाहिँ करिब 20 वर्ष अगाडि दुईवटा सामुदायिक वनको गरी करिब 450 हेक्टर यो ठिग्रे सल्लाहको वनमा भयङ्कर ठुलो छत्र डढेलो लागेको थियो। धेरै दिनसम्म लागेको थियो। धेरै भीषण थियो यो डढेलो र यसले चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ एकदम व्यापक रूपमा चाहिँ यो हानि नोक्सानी भएको छ। हैन, हेर्न सक्नुहुन्छ तपाईहरुले। यो कालै भएको छ। यो ब्ल्याक फरेस्ट भनेर यसको नामकरणै भइसक्यो। अब धेरै जसो वन विज्ञहरू चाहिँ वन प्राविधिकहरू वन डढेलो विज्ञहरूले यो वन क्षेत्र एकपल्ट भ्रमण गर्नै पर्ने मैले देख्छु। अब यसलाई चाहिँ डढेलो पर्यटनको नाम दिनुस् अथवा फायर टुरिज्मको नाम दिनुस्। यहाँ वन डढेलो कसरी लाग्यो, कसरी यस्तो अवस्था हुन गयो भन्ने एउटा अध्ययनकै विषय हुनसक्छ र यहाँ विभिन्न वन विज्ञहरूले यहाँको वनलाई चाहिँ पुनरुत्थान गर्ने कोसिस पनि गरिरहनु भएको छ। त्यसैले गर्दाखेरि वन डढेलो एकदमै वन डढेलो भनेको आगो हो। आगो लागेको हो। आगो लागेर वनमा हानि नोक्सानी हुन्छ भने त्यसलाई वन डढेलो भन्छ। वन डढेलो भनेको आगो भनेपछि आगो चाहिँ हाम्रो नोकर पनि हो र यसलाई नियन्त्रण गर्न सकेन भने यो हाम्रो मालिक भएर हामीलाई नै यसले दुःख दिन्छ भनेको कारण यो हो। फरेस्ट फायर इज सर्भेन्ट, हैन, भनौँ न, फायर इज सर्भेन्ट बट इफ अनकन्ट्रोल इट इज आवर मास्टर, हैन। फायर भनेको सर्भेन्ट पनि हुन्छ मास्टर पनि हुन्छ भनेको कारण यहाँ चाहिँ मास्टर भइदियो यो फायर। आगो चाहिँ यहाँ मास्टर भइदियो, मालिक भइदियो। एकदमै सखा भएको छ यो ठाउँ। एकदम दुःख लाग्दो छ। कारुणिक दृश्य देखिन्छ यहाँ। त्यसैले गर्दाखेरि वन डढेलो लाग्न नदिनु सजिलो छ, लागेपछि निभाउन गाह्रो छ। यहाँको स्थानीय सामुदायिक वन होता समूहले दुईवटा सामुदायिक वन होता समूहको वन क्षेत्रमा लागेको डढेलो हो यो। उहाँहरूले निभाउने कोसिस पनि गर्नुभयो होला, तर छत्र डढेलो भनेको एक त निभाउनै कठिन हुन्छ। यो कन्ट्रोलमा लिनै सकिँदैन यसलाई। त्यसैले गर्दाखेरि छत्र डढेलो भनेको अन्तिम अवस्था हो। यहाँ तपाईले देख्न सक्नुहुन्छ सबै छत्र डढेलो लागेको छ र माथिबाट तलसम्म पुरै डढेको छ। कालो भएको छ, कालाम्मै भएको छ। यसै पनि यो सल्लाह, यसै पनि यो प्रज्वलनशील हुन्छ यो। त्यसैले गर्दाखेरि हामीले चाहिँ सायद म भन्छु कि म भन्न चाहन्छु कि यो चाहिँ नेपालको इतिहासमा यत्रो डढेलो सायद अन्त कहिले लागेन र कहिले लाग्ने पनि छैन र यति नोक्सानी अन्त भएको पनि छैन होला। हामीले 66 सालमा रामेछापमा वन डढेलो निभाउने क्रममा 13 जना नेपाली सेनाका जवानहरूको मृत्यु भएको हामीले खबर पढ्दै आएका छौँ। त्यसबाहेक त्योभन्दा पनि यो भीषण डढेलो थियो। त्यसैले गर्दाखेरि वन डढेलो लाग्न नदिउँ। वन डढेलो लाग्न नदिनु सजिलो छ, तर लागेपछि यस्तो अवस्था हुन्छ। हेर्नुहोस्, निभाउनै सकिँदैन। धन्यवाद।